यो सरकार साँच्चीकै पावरफुल छ भने सबै आफ्ना पार्टीका नभनौँ अहिले राजनीतिक दलका चाहिँ नेताहरूलाई सबैलाई चाहिँ अगाडि राखेर चाहिँ सबैलाई चाहिँ जबरजस्ती नयाँ झुटो मुद्दा लाएर थुनेर चाहिँ प्रतिस्पर्धीमा लड्ने होइन, प्रतिस्पर्धीमा लड्न सक्नु पर्यो क्या। लगेर जबरजस्ती थुनेर चाहिँ ल हामी चाहिँ अगाडि बढ्यौँ, हामी त राम्रो हौँ, हाम्रो सत्ता शासन सत्ता भएला चाहिँ हामीले त उनीहरूलाई चाहिँ गएर थुनेर चाहिँ हामी एक्लै चाहिँ चुनाव जित्ने, एक्लै चाहिँ प्रतिस्पर्धी आफै एक्लै गर्नेको के मजा भयो। सक्छ त हिम्मत छ भनेदेखि प्रतिस्पर्धी गर्न सक्ने छ भनेदेखि एक्लै भिडोस् न, एक्लै भिडौँ ठिक छ। एमाले पार्टी र काङ्ग्रेस पार्टीले भएर दुईटा भएर अरूलाई चाहिँ गएर जेलमा हालेर होइन क्या, उनीहरूले चाहिँ सँगै प्रतिस्पर्धीमा लडेर देखाउन् न। भोलि उनीहरूले पछाडि पऱ्यो भने उनीहरू अगाडि बढ्छन्, उनीहरू अगाडि बढ्यो भने यिनीहरू पछाडि पर्छन्। त्यसरी गरून् न, अर्कालाई लगेर थुन्ने, जबरजस्ती रवि लामिछानेलाई लगेर झुटा मुद्दामा लगेर थुनेर चाहिँ अनि तीनजना चाहिँ प्रतिस्पर्धी छन्, तीनजना प्रतिस्पर्धीमा दुईजनालाई चाहिँ लगेर थुनेर एक्लै चाहिँ म छिटो आउँछु भएर चाहिँ छिटो म कुद्छु भनेर चाहिँ हुन्छ, त्यसलाई पनि प्रतिस्पर्धी भन्छन्। त्यो हिम्मत हारा, नालायक र काम नलाग्ने चाहिँ एकदम हिम्मत हारा हो, त्यसलाई चाहिँ हिम्मत हारा भनेर मानिन्छ।